तीव्र रूपले औद्योगिकरण र बजारीकरण भइरहेको रूपन्देहीका युवाहरूमा पछिल्लो समय साइकल मोह बढेको छ। विगतमा जीविकोपार्जन र आवश्यक काम पर्दा सवारी साधनको रूपमा प्रयोग गरिने साइकल आजकल स्वास्थ्य, मनोरञ्जन र खेलका रूपमा प्रयोग गर्ने क्रम बढेको हो। बिहान साँझ साइकल यात्रा गर्दा अघिल्लो दिनको थकान मेटिनुका साथै दिनभर मानसिक तनाव कम गर्न समेत सघाउ पुग्ने साइकल यात्रीहरू बताउँछन्। तनाव पनि मुक्त अनि स्वच्छ वातावरणमा हिँड्न पाइयो, घुम्न पाइयो। साइकल चलाउँदा मलाई दुईटा फाइदा भइरहेको छ। एउटा शरीरलाई चाहिँ फिजिकल फिटनेस र अर्को माइन्डलाई कन्सन्ट्रेट र दिनभरिको थकान, रातिको स्ट्रेसलाई बिहान आनन्दले साइकल चलाए सब भुलिन्छ, कन्सन्ट्रेट हुन्छ। साइकल चलाउँदा शारीरिक र मानसिक तन्दुरुस्ती बढ्नुका साथै आत्मविश्वास र स्मरण शक्ति समेत बढ्ने उनीहरूको भनाइ छ। बुटवलदेखि भैरहवा, लुम्बिनी, सैनामैना, देवदहसम्म दैनिक करिब 20 देखि 40 किलोमिटरसम्म नियमित रूपमा साइकल चलाउने गरेको र यसरी नियमित साइकल चलाउँदा मोटोपना घट्नुका साथै उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरू निको हुने विश्वास साइकल यात्रीहरूको छ। चाहिँ सोच्ने बाध्य अथवा आफूलाई हेल्दी रहन चाहिँ धेरैलाई चाहिँ अलिकति पाठ सिकाएको छ। फुटबल छोडेर चाहिँ म चाहिँ साइकलतिर लागेँ। साइकलले चाहिँ मेरो निको प्रब्लमहरू यताउताको उसहरू चाहिँ धेरै राम्रो गरेर म साइकलपट्टितिर लागेँ। विभिन्न अध्ययन अनुसार नियमित साइकल चलाउँदा हड्डी र मांसपेशी कसिलो र बलियो हुन्छ। 1 घन्टाको साइकल यात्रामा 500 देखि 1000 सम्म क्यालोरी कार्बोहाइड्रेट नष्ट हुन्छ। व्यस्त सहर र राजमार्गमा साइकल लेन बनाउने हो भने साइकल चलाउनेहरूको सङ्ख्या अझै बढ्ने देखिन्छ। यसबाट इन्धन खर्च घट्नुका साथै पर्यावरण संरक्षण गर्न र व्यक्तिलाई स्वस्थ, तन्दुरुस्त र फुर्तिलो बनाउन मद्दत पुग्नेछ। हरिश ढकाल, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, बुटवल।